हेलो गाइज, नमस्कार सम्पूर्णमा। टुरिज्म अफ नेपाल युट्युब च्यानलको आजको श्रृङ्खलामा तपाईँहरूलाई हार्दिक स्वागत छ। यतिखेर चाहिँ हामी सोलुदारीको धरमपानीमा छौँ। यता हेर्नु, कहाँ हेर्नुहुन्छ तपाईँ? हराइन्छ तपाईँ भिडियो फेरि। अब मेन कन्टेन्टै यस्तो यताउता हेरेपछि कहाँ हुन्छ भने कि तपाईँ देखिसक्नु भएको छ। यसको नाम के हो? कण्ठमूल। के मूल चाहिँ? कण्ठमूल। झारले कण्ठमूल के? त्यो झारलाई के भन्छ अरे? झारले जङ्गल भन्छ। कालिझारको अर्को नाम के भन्नु? कालिझारको नाम कालिझार। रोल्पामा के भन्छ? रोल्पामा रोल्पाली भन्छ। हावा हावा भन्दा पनि 50 भन्छ। ल ठिक छ। अनि हामी चाहिँ यतिखेर धरमपानीमा रहेको रोल्पाली खत्री होटलमा छौँ। उहाँ चाहिँ रोल्पाली खत्री होटलको सञ्चालक। के पाउँदै हुनुहुन्छ यो यता? कन्दमूल के अरे? कन्दमूल। ठिक छ, जे भयो भने यो तरुल हो खासमा, होइन? वन राजाले खाने चिज हो। वनको राजाले, सिंहले खाने हो। वन राजा भन्ने मान्छे हो। ठिक छ। अनि ल त बुवा, अब सोलुदारीको बसाइ पनि अब अन्तिम चरणमा छ। दोरी गाएर सम्पन्न गरौँ न आजको दिन। ल ए बाजे तिम्रो के हाल्छन् त? तपाईँ गाउनु म रिप्लाई तपाईँ गाउनु, म गरिदिन्छु। के भन्ने हो, म त्यस्तो खासै आउँदैन क्या। तपाईँले भन्नु म रिप्लाई दिन्छु। ल के भन्नु तपाईँले? कुन गीत भन्नु न? गीत भन्नु नि। गीत जुन गाउनुहुन्छ बुझाइदिन्छु। मैले गाएको गीत गाउनु सक्नुहुन्छ? साँच्चै हो? अङ्ग्रेजी नगाउनुलाई नेपालीबाट। ल साँच्चै गाउँ। मलाई रिप्लाई दिनुहुन्छ नि तपाईँले? ल ठिक छ। के गीत गाउने? खेमसुन्दरी गीत आउँछ तपाईँलाई? सुनखेरी भाउ सुन्छ। खेम सेन्चुरी भन्नु न, भन्नु त, भन्नु त। खेम सेन्चुरी भन्नु त। खेम सेन्चुरी भन्नु न। सेन्चुरी पागल हुनुहुन्छ के यत्रो राम्रो भिडियो बनाएर गराइरहेको छु नि मैले। भेलुबाजीको अर्को रूपमा मैले त्यो थम्ने भेलुबाजी छोडेर गयो। भेलुबाजीको मैले भेलुबाजीको अर्को रूप भनेर हाल्छु फेरि म। अर्को रूपको धरमपानी बजारमा उत्पत्ति भयो। ठिक छ, जे भयो भने गीत भन्नु कि गीत गीत गाउनु? जे गाउँछु त्यही छोपिदिन्छु कि मैले। साँच्चै हो? मैले यो गर्नु खोजेको छु कि मलाई भन्न खोजेको के छ भने तपाईँको दाँत छैन भने के गरेर तरुल खानुहुन्छ भन्ने बनाउनु खोजेको चाहिँ आउँदैन। भन्नु न। के गर भन्छ क्या? भन्नु त तिम्रो। मैले किन तपाईँले भन्नु न, दाँतमा भ्याएको नभ्याएको तरुल गर्छु खाइ के गरेर चबाउँछ भन्नुहोस्, म त्यही उत्तर दिन्छु। साँच्चै हो? यही गरी चबाउँछु, म उत्तर दिन्छु तपाईँलाई। ल के भन्ने? म के भन्नु छु क्या? तपाईँको दाँत भन्नु न त। तपाईँको दाँत जम्मा दुइटा छन्, तिनवटा दाँत छन्। तपाईँले के गरेर तरुल खानुहुन्छ भन्नु खोजेको छु कि मैले। आन्न भने भिडियो बन्द गर्ने भन्नु नि तपाईँले। हुनु त ल, मैले किन भन्छु गाडी मेरो दाँत ल्याएर डोले पहिले दाँत गइसकेको छ। मैले मेरो जवाब मैले आफू गर्नु। गीतको भाका भन्नु न। भाका के? गीत भाग जो भन्छु गर्छु। तपाईँलाई साले जो आउँछ? साँधे जो गर्नुहोस्, सल्लेनी जो गर्नुहोस्। सल्लेनी पनि आउँछ? कुन गाउँ भन्नुहुन्छ भन्नुहोस्। दोरीमा म तपाईँसित के गीत गाउने त? अब आर्दैन। त्यस्तो गीत चाहिँ आउँदैन क्या। मलाई त्यस्तो खासै गीत आउँदैन सर मलाई। म चाहिँ अब गीत आन्न भने चाहिँ सरी भन्ने। सरी तपाईँले भन्नु, म त्यही अनुसार रिप्लाई दिन्छु। ल सकिन भने भन्नुभयो, साँच्चै भनेको। ल
म त्यो गाउनु न एउटा जे गाएको भन्नु कि अँ रोलबाली टप्पा भन्यो भने चाहिँ हुने रोलपाको हुन्छ 20 कोटीतिर भोलाबारे चाइली भन्ने हो अँ। भन्नु कि एकदम भन्नु न त्यो गीत मैले आउँदा कि म त मलाई पनि आउनु मलाई पिउठानी आउँछ क्या मानिखाने आउँछ मानिखाने गीत तपाईँलाई मारिखोले मारल भन्नुहुन्छ कि गाउने भन्नुहुन्छ कि भन्नु ए भोलाबारे साइली जाली पहुँचे निर जाले यता भइन खोचे जाली पहुँचे त्यो त के भन्नु पिउडानी गीत हो यो त फाउन सिद्धिल्ला फाउ खेले जस्तो भयो साँच्चै भनेको जाली पहुँचे निर जाली पहुँचे यता भइन घोचे उता भइन घोचे जाली पहुँचे ल यो फर्काउनु न तपाईँले जाली पछि यो साँच्चै गीत होला कि तपाईँले बनाएको हो भने क्या मारिफोले गीत गाएको नि यहाँ चाहिँ यहाँ उहाँको मैले पिउठानी- मारिफले पनि मलाई थाहा थिएन मैले पिउठानको महोत्सव लाग्थेँ नि पहिला एकचोटि यो आज नै कि पहिला त्यतिखेर सुन्यौँ क्या हो यही हो मारिफले गीत भन्ने ल गाइज अब सोधहरूको बसाइ सिद्धिन लाग्यो अब एक जाली पहुँचेमा समाप्त गरौँ जाली पछि हो मैले यही हाल्छु हाल्न त थाहा आँट त भक मार्छ भनेको पड्के दिन्छु अटेको त नराम्रो दिनु पर्ने भाइ अँ कहिले भेलु बाजे जस्तो त्यो गरिदिनु होला यो फाल्के लेख्छ होइन फाल्टु कुरो हो त जाली पहुँच्यो भने राम्रो हो त मान्छे यही खोज्छ क्या फेरि दैट होइन यो त हाल्यो भने साँच्चै भनेको मैले राम फेरि मैले गाली गर्नु नपरोस् नि ल गाइज अब यो जाली पहुँच्यो भने चाहिँ म हाल्छु होइन जे होला मलाई थाहा पनि छैन मलाई जे बोलिनु भयो जानेको मान्छे बोल्यो अब तपाईँलाई भन्छ मलाई थाहा होइन केही पनि देश म चाहिँ सिकाएको उयो सरस्वती हल्लाएर ल्यायो मलाई किन भन्दैन सरस्वती हल्लाएर जाली पहुँच्यो भन्थ्यो कसरी भन्छ भन्नुभयो र मैले भन्ने आउँछ गायक यो मलाई नलाग नगरिदिनु होला गायक मैले जान्न गरे पनि नजान्ने गरे पनि गायक हिँडेर भने उहाँले सिकायो जाली पहुँच्यो भन्ने के हो भन्नु अनि पिउरानी भाषा गा भन्नु हो जाली पहुँच्यो होइन पहुँच्यो भन्ने मलाई थाहा छैन गाई मलाई पनि गाए त्यो थाहा थिएन यहाँले गाए त्यो तपाईँले कमेन्टमा भनिहाल्छ कि त्यहाँ गलत भएछ भने भनिहाल्छ नि गलत सलत होइन भाइ यो ल कमेन्टमा भन्दै गर्नु होला यो गलत रहेछ भने गलत यो गलत हो खास भन्नु ल कमेन्ट नगर्नु होला के भने भन्नु न ल भेलुबाजी यस्तो गलत होइन यो राम्रै हो होइन त्यति चल्छ भेलुबाजी यस्तो गलत होइन त्यस्तो लास्टै त होइन नि फाउ आउँदैन तपाईँलाई फाउ खेल्न आउँछ फाउनुमा पहिले फाउ खेल्थ्यो आजकल त्यस्तो हुन्न होइन त्यो त गर्नु नै हुँदैन आज सरकारले प्रतिबन्धन लाग्छ फाउ खेल्नु पहिले खेल्थेन मैले फाउ खेलेको पनि थाहा भएन हाम्रोतिर धेरै हुन्थ्यो त्यस्तो आजभोलि त्यो हो कि मेरो व्यवसाय ल गाइज आजको भिडियो यति नै होइन यति नै अब दोरी गाउने दोरी चाहिँ अर्को पार्टमा यहाँको दोरी गाउनेमा यहाँको लुद्री घन्टीहरू हिँड्छ यो अड्किन्छ कि यो के हो त्यो यसले अड्काइकन यहाँ माथि आउनु दिन्छ र तलैमा झर्निन्छ तलबाट कहाँ गाउने यार पुच्छर भन्छ कायल पार्ने ल प्युठानमा दोस्रो भेलुबाजी चाहिँ टाइटल हुन्छ है सुर्ती नखानु क्या अब यहाँ भिडियो बनिरहेको त सुर्ती खानुहुन्छ भने सुर्ती खानु स्वास्थ्यलाई हानिकारक भनेर अघि नै भनिरहेको छु मैले यत्रो मजा ल्याएको हो कि सुर्तीलाई सधैँभरिको खाने होइन आज मात्र होइन एकछिन 5 मिनटको लागि ल अनि यत्रो भिडियो बनाइयो टिकटक बनाइयो अब यो इन्डिङ पनि छ के भन्नुहुन्छ अब यो युट्युब च्यानललाई के भन्नुहुन्छ तपाईँ युट्युब च्यानल हेर्ने मान्छेलाई थोडा मैले एउटा नजानी एउटा ऊ पनि नाच पनि दिएको निकालेको छु धेरै नाचेँ म धेरै नाच छवटा नाच भइसकेको छ मैले हिजो गरेँ नि त 6वटा नाच भइसकेको छ त्यसमा अब तपाईँहरूले अब त्यसमा राम्रो मानेमा अब लायक गरिदिनु सक्नुहुन्छ
सेयर पनि गरिदिनु सक्नुहुन्छ सब्सक्राइब गरिदिनु सक्नुहुन्छ नराम्रो माने त्यसलाई डिलिट पनि गरिदिनु सक्नुहुन्छ डिलिट गर्न मिल्दैन गरिदिनु त डिलिट गरे नि यस्तो यो नै ठिक होइन भनेर भनेर लेखेर पठाइदिनु पनि सक्नुहुन्छ युट्युबमा अब गलत भए क्षमा गरिदिनु होला एउटा अहिले यहाँ जति गऱ्यौँ कुरा हाँसो मजाको कुरा गरे हाम यसमा तपाईँहरूलाई पनि हाँसो लागोस् भनेर तपाईँहरूलाई पनि हाँसो लागोस् भनेर यो कुरो गरेको हो तर नराम्रो नसोचिदिनु होला राम्रै सोचिदिनु होला म पनि एउटा स्वर्गद्वारीको मन्दिरमा बसेको मान्छे हो सायद सायदमा कोही अब प्युठानी भाषा जान्नु भएकै होला कोही अब भाइर ऊ गर्ने प्युठानी भाषा त अब आउँछ होला अब त्यस्तो रोल्पाको के भन्छ भने रोल्पाको के छ आफ्नो भाषा के छ एउटा रोल्पाको भाषा गाँठे छ यहाँको गानी छ त्यही ल अब प्युठानीको गानी रोल्पालीको गाँठे रोल्पाले दाङको गाँठे भन्ने चलन छ रोल्पा र दाङ एउटै होइन यो मैले अहिले यो भने मैले यो नि बहुत नराम्रो शब्द हो ऊ भेलु बाजे गाडी भनेको नराम्रो शब्द होइन के त्यो थिएको हो थियो होइन नराम्रो शब्द हो तेरो आव म दिन्छु भनेर चाहिँ हो कि त्यो भन्छ नि त्यो गलत हुँदैन त्यसलाई चाहिँ त्यसरी भन्न मिल्दैन त्यो गाडी भन्ने राम्रो शब्द हो त्यो थिएको खास कहाँ त्यो नराम्रो शब्द हो अब ठेको भए पनि नठेको भए पनि अब नराम्रो यो नसुनिया मान्छेले नराम्रै हो नराम्रो सुनिन्छ राम्रो अब अर्खाँचीमा पनि गाँठ्यो भन्छ क्या अर्खाँची तपाईँको यता पूर्वतिर जति जति गाँठे नै भन्छ पूर्वतिर र पूर्व सुदूरपश्चिमतिर सुदूरपश्चिम होइन पश्चिमतिर सिधा पश्चिमतिर दाङतिर यो भन्ने चलन छ यही चलनले मैले अलिकति बोल्ने त्यसमा नजायज नसोचिदिनुलाई गायक हेर्नुहोस् गायक म बुढो मान्छे जानी बोले कि नजानी नबोल्ने त्यसमा क्षमा प्राप्ति गरिदिनु होला अनि मैले अब यो म एकदम भाइरल बनेर मैले पैसा कमाउने उद्देश्यमा गरेको होइन एउटा हाँसु मजा गरे मात्रै हो अनि हाँसु मजा मात्रै गरे हो नाच जाने यस्तो अब तपाईँको 66-67 वर्ष भइसक्यो त्यसमा मैले नाच निकालेको किनभने म मरेर गए पनि एउटा सम्झना रहोस् आफ्नो संसारलाई सबैले अझैसम्म भेल बाजेको फोटो आइरहेको छ उनका कुरा सुनिरहनु भएको छ त्यस्तै मेरो कुरा पनि सुनिरहनु होला भन्ने एउटा आशा प्रतीक्षा गरेको मात्रै हो र नत्र म चाहिँ एकदम भाइरल भएर पैसा कमाउने उद्देश्य होइन एउटा फेरि उस्तै अब भिडियो बनाउने एउटा ऊ चाहिँ तपाईँको भिडियो बनाउने टिकटक बनाउने एउटा मेरा रहरले एउटा सरसत्रको एउटा ऊ हल्ला साब आउनु भएको छ हाम्रो घर बस्ने खाने यी गर्नुहुन्छ किनभने भएको हुनाले उहाँले नै एउटा चाहिँ तेरो युट्युब च्यानलमा एउटा इतिहास भन्छ यो इतिहास भने कुरा तपाईँहरूले राम्रो नै हो भन्ने उहाँले उद्देश्य लिएर त्यसको प्रतीक्षा गरेको हौ त्यसमा नलायक नसुनिदिनु होला लास्टमा अब सबैले माया गरिदिनु होला मेरो चाहिँ एउटा स्वर्गद्वारी मेरो चाहिँ रुन्टी गरी पहिला रोल्पा रुन्टी नै हो मेरो घर रुन्टी गरी पहिला रुन्टी प्लास्टिक चाप्यो ल एउटा रुन्टी गरी भोगेतिर 14 मिनट भइसक्यो रुन्टी गरीको गाउँपालिकाको मान्छे हो एउटा गुरुमा बस्न दिएको हामीले होइन बस्न हामी पिरानी हो तपाईँ रोलपाली होइन तपाईँ चाहिँ तपाईँले चाहिँ हामीलाई त भ्रमण छान्नुपर्छ क्या किन तपाईँ यहाँ बस्न पाउनु भयो यहाँ बस्न पाएको छु म चाहिँ पहिले मन्दिरमा बस्छु मन्दिरमा धेरै काम गर्छु गुरुमाको नाच बिहारले यहाँ तपाईँले त पिठानमा त ढोल्नुपर्छ दिनदिनै जमिनलाई बिहान उठ्दै ढोल्नु
म यहाँ आएर बसेपछि त्यसै ढोकी पनि छ अरे त्यसै ढोकी पनि यहाँ जब शरण परिसकेपछि प्युठानमा शरण परिसकेपछि ढोके आश्रित हो रोल्पाको मान्छे आएर होटल खोलेर बस्ने आगा यात्रीलाई सेवा चाकरी गर्ने खाना दिने बस्न दिने विशेष पैसा दिनुहुन्छ तर उहाँलाई सुविधा पाउनुहुन्छ नि होइन सुविधा पाउनुहुन्छ बस्न पाउनुहुन्छ खाना पाउनुहुन्छ अनि तपाईँको बिहान यहाँबाट उठेर माथि मन्दिर गएर दर्शन गरेर आएर खानुहुन्छ कोहीले वहीँ मन्दिरमै खानुहुन्छ होइन उहाँको इच्छा कुरो कर कापले यहीँ आउनु भात खाना भन्ने कुरो भएन एउटा मन्दिरमा पनि एउटा क्यान्टिन खोल्नु भएको छ उहाँका साधु सन्तोषले उहाँको पनि अब मन्दिरले नै पैसा हुने हो त्यसमा मैले केही अन्यथा मैले सोध्दैन मेरो पनि अब होटल छ खाना बस्न सबै मेरो पनि छ कोही आउने महानुभावहरूले मेरो 9840 55 तपाईँ फोन गरेर मलाई यहाँ पहिले अर्डर गरेर आउन पनि सक्नुहुन्छ आउँदा तपाईँहरू कोठा तापपानी खाने तापपानी चिजपानी खाने चिजपानी अनि अब यो चिज खाने लाछ भनेपछि अब यहाँ माछा मासु नाम शाकाहारी होटल हो शाकाहारी होटलमा यिनी माछा मासु जहाँ रक्सी मिल्दैन सर यहाँ यो ठाउँमा त्यसमा खाने इच्छा भएको मान्छेले उता गाउँतिर पाइन्छ उता जाँदा पनि हुन्छ तर मेरो घरमा पाउँदैन यदि भन्दै तपाईँहरूलाई 10 औँलीको बिन्ती जोड्दै मैले यसैमा बिदा हुन चाहन्छु धन्यवाद नमस्कार ल गाइज हामी चिया खान्छौँ अर्को भिडियो चाहिँ दोहोरी सहित आउँछ दोहोरी सहित अलिक साँझ आउँछ अहिले उहाँको मुखबाट खुलिन त्यो सरस्वती नखोल्नाले मलाई दोहोरी गाउनेमा उहाँले मलाई गर्नु भएन उहाँबाट दोहोरी आयो भने यहाँबाट फर्काउने मैले जिम्मा मेरो हो त्यस विधि भन्दै अब म बिदा भए धन्यवाद नमस्कार बस्ने इच्छा भए